मेरो धर्म र परम्परा र संस्कृति बचाउनको लागि राज संस्था अपरिहार्य छ। त्यसकारण अब सबै नेपालीहरूलाई एउटै धागोमा बाँधेर मालाको रूपमा राजा बाहेक अरू विकल्प हामीसँग छैन। त्यसकारण देश बचाउनको लागि जनतालाई यही रोजगारी र यो विकास गरिकन यो गर्नको लागि राजा बाहेक अरू विकल्प छैन। नमस्ते। राज संस्था र हिन्दू अधिराज्य आज यो देशको लागि कति महत्त्वपूर्ण बन्यो भन्ने कुरा सम्पूर्ण नेपाली नागरिकहरूले बुझिसकेका छन् र अब बुझ्न बाँकी छैन होला मलाई जस्तो लाग्छ। साथै उदाउँदै गरेका एसियाका महान छिमेकी मुलुकहरू भारत र चाइना, यी दुईटै देशको पनि राज संस्था र हिन्दू अधिराज्य अब अन्य देशबाट आक्रमण हुँदा जोगाउने छहारी बन्न सक्छ। साथै नेपालमा रहेका यी अरू दलहरूको पनि छहारी बन्न सक्छ। त्यसले गर्दाखेरि बेलैमा राष्ट्रवादी शक्तिहरू, दलहरू र राष्ट्रबाट बाहिर रहनुभएका नेपाली नागरिकहरूले अब के बुझ्नुपर्ने दिन आएको छ भने राज संस्था र हिन्दू अधिराज्य यो देशको लागि अपरिहार्य छ, देश जोगाउन, राष्ट्र जोगाउन। त्यसैले गर्दाखेरि महाराजधिराजको यही माघ 12 गते हुने जनकपुर धाम राम जानकी मन्दिरको पूजा आराधनामा सहभागी हुन आउने कार्यक्रममा सम्पूर्ण राष्ट्रवादीहरूलाई एक भएर, एक ढिका भएर आउन म आह्वान गर्दछु। साथै माघ 16 गते सिराको लाहानमा हुने बृहत आमसभामा सरिक होइदिन हुन पनि म हार्दिक अनुरोध गर्दछु। जय राष्ट्रवाद। नमस्ते। देशैभरि राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरूमाथि आक्रमण सुरु भएको छ र त्यो पहिलो आक्रमण ममाथि भएको छ। मलाई पुराना कुनै विषय सकिसकेको विषयलाई लिएर पक्राउ गर्नका लागि साइबर ब्युरोले फोन गरेको छ केही समय अगाडि। तर हाम्रो देशको धर्मको एजेन्डा बोक्ने उम्मेदवारले चाहिँ मलाई हिरासतमै लगेछ भने पनि, अहिले बोलिसकेर बाहिर जाँदा पक्राउ गरेछ भने पनि एजेन्डा भएको धर्म संस्कृतिको पक्षमा उभिएको उम्मेदवारले एक शब्द नबोले पनि जित्छ। जसरी दीपक बोहराजीले जित्छ। दीपक बोहराजीले एकै शब्द नबोलिकन चुनाव जित्नु भएको हो कि होइन? योभन्दा थाहा छ नि। मलाई हिरासतमा लगे पनि हामीले यहाँ चुनाव जित्छौँ। तपाईँहरू दृढतापूर्वक लाग्नु होला साथी, सबै क्षेत्रबाट। अब विशेष